Caesar. Okay. And this is Good morning everyone. It's me Samiksha Karel from Kas Jumla. मैले भिडियो अपलोड एकदमै धेरै दिन भइसक्यो किनभने आई हैव भिडियो तर मैले एडिट गर्न भ्याएकै छैन के 2-3टा भिडियो चैतबाट पेन्डिङमा छ के स्टिल अब जहिले भ्याउँछु तैले हाल्छु भनेर मैले त्यही पनि आज भिडियो बनाउँछु भनेर सोचिरहेको छु। आज चाहिँ हाम्रो कलेजमा सर्जिकल सिमुलेसन ट्रेनिङ टाइपको छ। ट्रेनिङ टाइप हैन कि ट्रेनिङै छ अनि हामीलाई बोलाउनु भयो 7:45 मा अनि यो अलि इन्ट्रेस्टिङ टाइपको टपिक भयो नि त। वी विल नो हाउ टु सुचर अनि त्यसपछि टेन्डन रिपेयर बावल एनास्टोमोसिससँग रिलेटेड कुराहरू पनि सिकाउँछु। लाइक I will record all the things we will do today. अनि मैले चाहिँ सर्जिकल इन्स्ट्रुमेन्ट्सहरू सुचर मटेरियलहरू रेडी पार्नु छ मसँग के छ अहिले म देखाउँछु है त रेडी पारिसकेपछि। गाइज आई एम लेट मलाई हेरिताले पुरै छि सामानहरू त राख्छु हतारमा मेरो फोर्सेप्स नै हरायो कि अस्ति नै सिक्दाखेरि क्लासमा। बाई गाइज हाम्रो पछाडि यो क्लास हो ल अनि म निस्किसकेँ। आज चाहिँ अलि डिफ्रेन्ट कपाल गरेँ कसले के भन्ने थाहा छैन गऱ्यो भने बार्नुपर्छ। अहिले फेरि नाटकबारी गऱ्यो भने त्यही हो। बेसिक सर्जिकल सिमुलेसन स्किल कोर्स। हेलो गाइजहरू कता हो यहाँ हामीलाई अब खाजा खानको लागि बाँड्दैछ। ओए पवन चाहिँ यो रुममा हुँदैछ। अब चाहिँ हामी खाजा खान जान्छौँ। यो लगाएँ अनि त्यसपछि कुपन छ हामीसँग ब्यागमा अनि खाजा खानु जाने। यो अघिदेखि आउने बेलामा यहाँ पनि रहेछ कस्तो मजाले। हाम्रो चाहिँ क्यान्टिन त्यहाँ मैले भिडियो नै बनाएर दिन्छु कि यिनीहरू आउँदैछ उनीहरू त्यहाँ ठ्याक्क बेसिक सर्जिकल स्किल्स कोर्स भनेर भन्नुभएको रहेछ। अनि खाजा खाना आएको हामी चाहिँ हेलो कस्तो एक्साइटेड कस्तो फिल भइरहेको त अनि मिठो छ चिया मिठो होइन मिठो गराउन सबै हाम्रो क्लासकै हुन् यिनीहरू। बसौँ न बस्नु ठाउँ छैन। गाइजहरू खानु लागिसक्यो यार मिठो छ। हाम्रो राकेशजीको हालखबर के छ? चिया आयो गाइज सुकाउनु दिनु त्यो चिया नपकाइहाल ल। ओइ गाइज मेरो पनि चेरी पुरी आयो। हामीलाई पनि देखाएर चिया खाँदै गाइज वी आर विथ समीक्षा कण्डेल। हेलो गाइज अहिले चाहिँ हामी कास्को एकाडेमिक बिल्डिङमा छौँ। यहाँ भ्लग बनाउने प्रक्रिया छ हाम्रो अहिले ठ्याक्क। वाउ यहाँ क्या दामी देखिरहेको रहेछ यार। गाइज हाम्रो लोकेसन चेन्ज भयो। हेलो ओली अनि हामी चाहिँ हाम्रो बेसिक साइन्सको हाम्रो सिमुलेसन हल छ कि अहिले नयाँ बनाएको ठुलो छ अनि हामी अहिलेसम्म त्यसरी नै गएको छैनौँ अनि त्यही हुँदैछ हाम्रो प्रोग्राम चाहिँ। सो एक्साइटेड गाइज। पहिलाको प्रोग्राममा चाहिँ हामी
भाग लिन पाएनौँ त्यही पनि आई एम सो ग्रेटफुल फर आवर टिचर द्याट दे कन्डक्ट दिस प्रोग्राम अब के हुन्छ हेर्दै जाउँ बाई यहाँ रहेछ कि ब्यानर यता सिफ्ट हुँदाखेरि यहाँ आयो मान्छे ठिक छ अनि उसलाई गफ गर्दैछ होइन फर इक्जाम्पल त्यस्तो भयो नि त गाइस यो चाहिँ हाम्रो सिमुलेसन ल्याब अनि दिस इज इट यो चाहिँ हाम्रो डमी सिपिआर गर्नलाई होला के गरेर हौ ल इन्स्ट्रुमेन्टको नाम भन्दै त साथी इन्स्ट्रुमेन्टको के हो रे needle holder. Okay. Last valid is okay. This and this, okay? Okay. And this is the seizure. Okay. And this is you can see the tooth here. This is the tooth is forceps. And this is the blunt forceps. Okay. Blunt forceps. अनि निडल होल्डरमा कस्तो हुन्छ रे यो भित्रको पट्टिको यो हजुर सो यो चाहिँ अब अलिकति मोबाइल सेरेटेड वाला टाइपको यो त निडल होल्ड गर्नको लागि यु क्यान सी द डिप्रेसन हियर यस हैन अनि यो चाहिँ अलिकति मोबाइल बनाउनको लागि रचेट भन्छ हैन अनि यो होल्डिङ पोजिसन कुन होल्डिङ पोजिसन दिस इज रिङ फिंगर ओके मेरो हाम्रो यही हो यही के अब एकछिनमा होइन एकछिन सानो ब्रिफिङ गर्नु अब एकछिनमा चाहिँ हाम्रो भिसी सर आउनुहुन्छ यहाँ एउटा ग्रुप छ अनि यता अर्को ग्रुप छ गाइज हाम्रो चाहिँ अब प्रोग्राम स्टार्ट हुन थाल्यो हाम्रो टक्कै कविता म्याम आइसक्नु भएको छ अब भिसी सर आउनुहुन्छ भिसी मेन रजिस्टर सर आउनुहुन्छ त्यहाँ स्ट्यान्डहरू पनि रेडी हुँदैछ हेलो गाइजहरू हाम्रो चाहिँ अब यहाँ प्रोग्राम स्टार्ट भइसक्यो पछाडि हामी देखिरहेछौँ गाइज म त्यो देखिरहेको हाम्रो नयाँ रजिस्टर स्वागत गर्न चाहन्छु हामी आजको कार्यक्रमको उद्घाटन सत्रमा यहाँहरू सबैलाई उपस्थित गराउन पाउँदा अत्यन्त खुसी छौँ सबैभन्दा पहिले म आजका विशिष्ट अतिथिज्यूहरूलाई मञ्चमा स्वागत गर्न चाहन्छु डाक्टर कविता शाह म्याम फ्रम डिपार्टमेन्ट अफ गाइनोकोलोजी एन्ड obstetrics all the faculty member, administrative staff, student volunteers and dear participants, welcome once again. Thank you very much. I think this was the first time for medical students over here to start such a program, and I'm greatly thankful from the bottom of my heart to VC sir. It was not possible without his deep interest and motive. हामीले रिक्वेस्ट गर्न साथ उहाँले केही गरौँ हामी फ्याकल्टी स्टुडेन्टलाई पनि हाम्रो कलेजमा यस्तो हुन्छ भन्ने कुरा चाहिँ मासमा चाहिँ गएर हाम्रो सेयरिङ हुन्छ जसले गर्दा हाम्रो एकाडेमिक र हाम्रो कलेजको हाम्रो प्रशासनको प्रतिष्ठानमा तपाईँहरू आफ्नो क्यारियर चुज गरेर आइसकेपछि हामी यहाँ चाहिँ तपाईँको शिक्षालाई शैक्षिक गुणस्तरलाई कुनै पनि कम्प्रोमाइज गर्ने हेतुले हामीले कम्प्रोमाइज गर्नु हुँदैन र हामी जुनसुकै लेभलमा पनि सर्जिकल भनेको स्किल हो तपाईँहरूले हात राम्रोसँग बसाल्नुहुन्छ आजको सेसनबाट भन्दै र आगामी दिनहरूमा चाहिँ यस्तै कार्यक्रमहरूमा तपाईँहरूको साथ सहयोग र हाम्रो चिकित्सकहरूको साथ सहयोगले चाहिँ अझ यस्ता कार्यक्रमहरू सकेसम्म महिना भएन भने 2 महिना 3 महिना चाहिँ गरौँ त्यसमा मेरो प्रतिबद्धता व्यक्त गर्दै मेरा 2 शब्द यहाँ पुग्याउँछु धन्यवाद हामी टेन्डन रिपेयर प्रिन्सिपल अफ टेन्डन रिपेयर सिक्नेछ र अन्तिम सत्रमा हाम्रो रहेको छ एनास्टोमोसिस बाउल एनास्टोम प्रिन्सिपल अफ बाउल एनास्टोमोसिस त्यस पश्चात सर्टिफिकेसन डिस्ट्रिब्युसन हुनेछ
लगत्तै फिडब्याक सेसन अनि अन्तिम क्लोजिङ सेरेमनी हुनेछ। तसर्थ अब चाहिँ आफ्नो स्थानमा आफ्नो इन्स्ट्रुमेन्ट डिसिप्लिनमा रहेर सबै कुराहरू इन्स्ट्रक्टरको इन्स्ट्रक्सन अनुसार अघि बढ्नको लागि हार्दिक अनुरोध गर्दछु। यस्तरी अनि ब्याकअप फ्यान छ भने त पुरा सफा हुनु पर्यो। यो गर्दा चाहिँ यसरी गरेको राम्रो, यसलाई चाहिँ यसरी गर्नु होला अनि यो यसरी गर्नु होला। यसरी गऱ्यो भने के हुन्छ भने ब्याक मुखमा छिट्टा आउँछ, त्यो पनि ध्यान दिनुपर्छ। धेरै कुरा अब मैले यस्तो यस्तो गऱ्यो भने के हो, छिट्टा कहाँ आयो मेरो मुखमा, मेरो छेउको साथीको मुखमा यस्तो गर्नु। अनि तपाईँहरूले स्क्रब गर्नु पर्यो भने ध्यानमा राख्नुपर्ने कुरा के भयो भन्दाखेरि फर्स्टमा के हुन्छ भने वन्स यु आर स्क्रबिङ यु आर स्ट्राइक है, यु आर नट एलाउड टु टच एनी वान एल्स, फर्स्ट कुरा है। सेकेन्ड कुरा के हुन्छ भन्दाखेरि हात धुँदाखेरि जहिले पनि रनिङ वाटर हुनु पऱ्यो है, रनिङ वाटर भयो त राम्रो। अब यसो छैन भने जगबाट यसरी खन्याउँछु भन्न पाइएन है, जगबाट छैन यहाँ धारा छैन भने चाहिँ जगबाट खन्याउनु यसरी पाइएन। फर्स्ट रनिङ वाटर हुनु पऱ्यो होइन। अनि वाटर जहिले पनि हाम्रो माथिबाट तल रन डाउन हुनु पऱ्यो, एल्बोबाट जानु पऱ्यो फर्स्ट कुरा है। त्यसपछि अब टेक्निक म्यामले सिकाइसक्नुभयो, त्यो टेक्निक गरिसकेपछि भेरी गाउनिङ स्टेसनमा गइसकेपछि अब साथी छ भने होइन यसरी गर्न पाइएन, उता सर्क त्यसरी गर्न पाइएन है। वन्स यु आर स्ट्राइक होइन, नो वान विल टच यु विल नट टच एनी वान एल्स है। अब सबभन्दा पहिला टावल लिए यसरी सबै पुसिङ, ठिक छ। एकचोटि मात्र वान स्ट्रोक, तलबाट माथि आउनु पाउँदैन है। वान स्ट्रोक यसरी समात्ने, यसरी गऱ्यो भने फेरि चुइहालेर खान्छ, यसरी समात्ने त्यो डस्टबिन हुन्छ, ठिक छ। अर्को लिए ड्राई हो, त्यो चाहिँ मैले ग्राउन्ड लिन पाएँ। सो फोल्ड गरेछ, ठिक छ ल है। यहाँ पनि छोरी ठिक छ, यस्तो हुन्छ होइन, उल्टो हुन्छ नि त। अब मैले के गर्छु, तिमीहरूतिर फर्केर देखाउनु पर्ला छौ होइन, यतिकै नि देखिरहेको ठिक छ। यसरी झार्ने सिम्पल। अब यहाँ हात राख्ने ठाउँ छ है, हात छिराएँ, तल चाहिँ गर्नु पाएन है, ठिक छ। हात छिराएँ यत्तिकै राखेँ, ठिक छ। यतापट्टि नि हात छिराएँ यत्तिकै राखेँ। सो उहाँले मुभ गर्न पाउनु हुँदैन भयो त। सो मैले यो हात लिएँ नि, हाम्रो बानी पर्छ, ठिक छ। यो चाहिँ अब म भित्रबाट लिन्छु है त, यो बाहिरबाट होइन, यहाँ म भित्रबाट लिन्छु। एसेन्स बल्ल आयो एकछिन। अब म चाहिँ उहाँलाई सोध्छु कतिसम्म कम्फर्टेबल छ भने होइन। तिमी छोटो हुन्छ, त्यसपछि यो पछाडि गाउन हुन्छ होइन। मैले अनलाइन निकालेर पुरै निस्किहाल्छ, तर मैले चाहिँ देखाइदिन्छु। यसरी राखिरहेको छु कि फर इक्जाम्पल होइन, फिस्ट बनाएर। अब म ग्लोभ्स दिन्छु मलाई। अब अर्को कहिले काहीँ एक्स्ट्रा हुन्छ यहाँ, एकछिन यहाँ यो पार्ट चाहिँ यो चाहिँ युजुअली फोल्डेड हुन्छ है, देख्नु होला तपाईँले, दिनुहोस् त यसरी फोल्ड गरेको हुन्छ होइन। सो कागजले बाँधेको ग्लोभ्सले मात्र कि त ग्लोभ्सको मान्छेले चलाउनु पर्यो, स्क्रब भएको मान्छेले चलाउनु पर्यो, अथवा चिएटल फोर्सेप युज गरेर होल्ड गरेर होइन। यसरी दिन्छु होइन। सो यु विल टेक टर्न होइन, अहिले ग्लोभ्स लगाउनुहुन्छ एकछिनको लागि। सो यु विल टेक टर्न अनि त्यसपछि उहाँले पछाडिपट्टि बाँध्नुहुन्छ है त। दिनुहोस् त एकछिन ग्लोभ्स। ग्लोभ्स चाहिँ सुरुमै आफ्नो साइजको सुरुमै च्यातेर जाने एउटा है। ग्लोभ्स कसरी च्यात्ने त्यो पनि स्पेसल के यहाँ हेर्दाखेरि छ नि होइन, यहाँ जहिले पनि ऊ देखिन्छ कि होइन, कहिलेकाहीँ देखिन्न। अनि त्यो हुन्छ नि त्यो किनभने यस्तो गरेर त्योहरू चाहिँ पाइँदैन है त। सो यहाँ हुन्छ होइन, यो गर्नु हो भने तपाईँहरूले इजिली एभाइलेबल ऊ हुन्छ कि यसरी गऱ्यो भने यो भयो होइन। सो यसो गऱ्यो भने मैले चाहिँ यसरी राखिदिन्छु यहाँ होइन। अनि त्यसपछि म डक्सारले युज गरिदिन्छु है त। ओके, सुरुमा भित्रबाट निकाल्ने, बिकज आम स्टिल अनस्टेराइल भन्ने हुन्छ नि, जति नै सफा गरे हाम्रो नकल्समा त्यसपछि नेलमा होइन अलिअलि अर्गानिजम त हुन्छै हुन्छ होइन। हेर त यसरी लग्यो, पनि म बाहिर समातिरहेको छु, ठिक छ। अहिले म यतिकै राखेँ, सकिनँ मैले होइन, ठिक छ। नेक्स्ट अब चाहिँ भित्र होइन, ओटीमा चाहिँ तिमीहरूले हामीलाई यो देख्छौ, यो अपरेटर प्रिफरेन्स पनि हो, कसलाई कुन सही लाग्छ। बेटर वान इज क्लोज टेक्निक होइन, आफ्नो टेक्निक छ। जस्तो अरू चाहिँ एउटा टेक्निक यो छ भने चाहिँ यो
मोडिफाइड टेक्निकहरू धेरै देख्छौ तिमीले जस्तो मलाई म चाहिँ यसो युज गर्छु हटभन्दा तल त्यो पर्दा के गर्नु पर्दैन उसले त्यही थ्रेड सुरुमा चाहिँ यो उठाएर भएन तल पाउँदैन दुईटै भन्दा अनि त्यो तलपट्टिकोमा चाहिँ पेपर यतिकै राख्दै ठिक छ कम्फर्ट ठिक छ अड्क्यो नि ठिक छ ल तल एसिस्टेन्ट पछाडि बन्द ठिक छ यतिकै त्यसो गरौँ भने चाहिँ झर्छ होला छैन यहाँ अब यो चाहिँ जस्तो स्टेराइल डिस्पोजेबल ग्राउन्डमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यसरी कागज हुन्छ स्टेराइल नै कागज हुन्छ एसिस्टेन्टले कागज यति लामो हुन्छ समात्छ यहाँ समात्छ होइन यहाँ समात्छ अनि घुम्नु पऱ्यो अलिकति घुमाउँ ल ओके समातौँ यस्तो पो मात्रै त्यो मात्रै त्यहाँ छेउमा एकदम छेउमा अर्को हातले ग्लोभ्स लगाइसकेपछि हो ल समात्ने त्यो बाँध्दैन दुइटा मान्छे ग्लोभ लगाइसक्यो बाँधौँ तुना बाँधौँ है बुझ्यो नि यो चाहिँ टुप्पोमा समात्छ उसले यस्तो टुप्पोमा समात्छ होइन तर थम यो चाहिँ डबल ग्लोभ्स लगाइसकेको छ होइन अनि तेस्रो ग्लोभ काम गर्दाखेरि एउटैमा राइट पऱ्यो अथवा एउटैमा लेफ्ट पऱ्यो भने त्यो टेक्निक फुक्ने होइन त्यो फुक्ने चाहिँ अरू बेलामा सफा घर सफा गर्दाखेरि यसमा चाहिँ माथिबाट समात्छ त्यसो ठिक छ त्यसो गर्यो भेरी गुड जाउँ जति जान्छ सिकियो भन्ने कुरा हो मैले गरेँ एक दुईचोटि अनि अब साथीहरूको पालो गर्दैछ हेलो डाक्टर साहब हाम्रो यहाँ भविष्यका सबै डाक्टर साहब रिङ फिङ्गर र थम फिङ्गर दुईटामा हाले चाहिँ मैले रिङ फिङ्गर एन्ड थम फिङ्गर हाल्ने यही हो तपाईँको स्ट्यान्डर्ड टेक्निक यसमा नो रिङ फिङ्गर इन्डेक्स फिङ्गर यो चाहिँ मेरो सपोर्टिभ ह्यान्ड हुन्छ हाम्रो जहिले पनि यो बिचमा चाहिँ हुन्छ नि सपोर्टिभ है यो के होला निडल होल्डर यो पनि निडल होल्डर हो त्यो सानो खालको निडल होल्डर अब एकजना गरी आउनु एकैचोटि खोलेर प्र्याक्टिस गर्ने अब सुचेरिङ त भन्नु यस्तो हुन्छ यो ऱ्याचेट भन्छ यसरी यो यहाँ राख्ने अनि लक गर्ने उसमा देखा इपिडर्मिस हुन्छ डर्मिस हुन्छ मोस्टली हाम्रो यहाँ काम के हुन्छ भने जति लिँदा पनि मसलसम्म पुग्नु भएन फासियासम्म छुनु भएन डिप डर्मिससम्म जान मिल्यो इपिडर्मिसमा पनि बस्नु भएन डिप डर्मिससम्म तपाईँ पुग्यो हुन्छ जहिले पनि जहाँ पनि है सुरु गरौँ हेर्नु है ध्यान दिएर मैले पहिला मलाई यहाँबाट लिनु छ होइन सपोज है अब लेफ्ट हुनुहुन्छ राइट ह्यान्ड हुनुहुन्छ होइन त्यो अनुसार तपाईँको सजिलो मैले यहाँ डिप डर्मिससम्म लिएँ यहाँ निकालेँ मैले बिस्तारै है यो मैले लिएँ यो मैले यता यो साइडको हेर्नु यो यिनीलाई एकदम सर्ट राख्ने हो यसलाई लङ राख्नुभयो भने बेफाइदाहरू के हुन्छ म एकछिनमा बुझाउँछु यसलाई सक्दो सर्ट राख्ने हो र दोस्रो कुरा नयाँमा हुँदै चिप्लिने सम्भावना बढी हुन्छ सर्ट इन त मैले भनिदिएँ अब जसको प्र्याक्टिस छ उसलाई फरक परेर त तपाईँहरू के गर्नु होला सानो एलिज हुन्छ आर्ट्री हुन्छ मस्क्युटो आर्ट्री हुन्छ यहाँ लगाइदिनु भन्ने आफ्नो एसिस्टेन्टलाई यहाँ लगाइदिनुहोस् त नचिप्लोस् भनेर र फेरि त्यो चिप्ले हुन्छ मल्टिपल प्रिक गर्न पाइँदैन कुनै पनि टिस्युलाई रेस्पेक्ट दिनुपर्छ त्यो तपाईँको बुकमा लेखा होला सानो छ मैले के देखाएको छु ठुलो के गरौँ ल अब यो एउटा इन्डमा लिएँ है अर्को विनो पनि सेम ठाउँमा सेम डाइरेक्सन र सेम यहाँ हेर्नु मैले यहाँ लिएछु मैले यही लिएँ है यहाँ लिएँ मैले
लिएँ देख्नुभयो यो मैले सर्ट इन राखेको छु नि देख्नुभयो नि मैले धेरै लामो राखेको छैन अब के गर्ने भनेपछि यसलाई बन्द गर्ने खुला राख्ने होइन अब यो बन्द भयो मेरो निडल होल्डर बन्द भयो है अब यहाँ हेर्नु 1 2 देख्नुभयो मैले यसको के गरेँ सर्ट इन ड्याट लिएँ अब यतातिर यो मेरो हात कतातिर छ यतातिरै यतातिर मैले लिएँ देख्नुभयो नि यो मैले आफ्नोतिर लिएँ मैले डबल लिएँ डबल नोट लिएँ क्याटगोट छ भने सिङ्गल लिए पुग्छ अरू स्लिपरी हुन्छ भाइक्रिल भयो पिडिएस भयो सिल्क भयो अथवा तिनीहरू चाहिँ सिल्परी हुन्छ त्यही भएर सिङ्गल नट के हुन्छ भने लुज हुन्छ त्यति हो कारण छ क्याटगोट के हुन्छ आफै खरो हुन्छ त्यो होइन त्यसलाई त सिङ्गल लिए पुग्छ ल मैले एकचोटि लिएँ होइन अब एकचोटि मैले के गरेँ भने यस्तरी लिएँ माथिबाट लिएँ हात है अहिले देखाउँछ नि दोस्रो के गरेँ मैले तलबाट लिएँ है यहाँ हेर्नु तलबाट लिएँ अब मेरो हात उता जान्छ नि त यहाँनिर तपाईँले नोट जता लिनु हात तपाईँको उतै जान्छ अहिले तपाईँले गर्दै पनि सिक्छ फेरि मैले सिङ्गल लिएँ यतापट्टि फेरि सिङ्गल लिएँ मैले यहाँनिर यो तपाईँको सिम्पल सुचर भयो अब मेरो एकजना एसिस्टेन्टले काटिदिनुहुन्छ सिजर कटिङले काटिदिनु भयो होइन 1 सेन्टिमिटर अब एउटा कुरा अझै भनिदिउँ यो मायो सिजर मैले भनिदिएँ होइन त्यो मायो सिजर चाहिँ फेरि सिजर कटिङमा तपाईँले काट्न मिल्दैन किनभने यसको सबै जान्छ यो धार जे जसको लागि बनेछ त्यसकै लागि अब सुजर कटिङ चाहिँ अब यहाँ सुजरिङ सिकिरहेको प्लेटले उसलाई सामान लगाउने कि त अलिक ठुलै छोड्ने केही फरक छैन है नट भन्छ हो तीनचोटि त्यही भएर यसलाई सामान लगाउन भन्छ है कि त यो लामो राख्ने अहिले छिट्टै आज भन्नु अब घुमाउँदा अब घुमाउ अब हेर है लामो गरेको फाइदा के हुन्छ लामो गऱ्यो होइन तर पछि घुमाइसकेपछि यो ठिकमा केही धाग्नुपर्छ त्यसपछि तिमीले यताबाट गरेको भने यसलाई तान्ने यसलाई तान्यो भने धागो यतातिर यसलाई तान्यो है पछि काट्नु पर्दा त तिमीले यो भाग छोटो पारेपछि यताको धागो भेटे पर्छ नि त होइन यत्रो घाउ हुन्छ तिमीले दुईचोटि पेसेन्टलाई सुचर ल्याउनु लगायो भने पुग्छ स्किन र यसको स्किन र मसल धेरै यता ननिकाल्ने सिम्पल कन्टिन्युएसन यसो गर्ने हो त्यहाँ छिराउँछ त्यसलाई नट गर्ने फेरि यतापट्टि गर्ने फेरि यतापट्टि नट गर्ने फेरि उताबाट गर्ने
मतलब अघि जस्तै आउने नोट बी अघि जस्तै सेम जस्तै नोट बी हैन मतलब मैले सिम्पल रनिङ गर्दैछु नि अब अब नकाट्नेलाई अनि सबैजना खाना लाग्दाखेरि यो हाम्रो कास हो। वाउ गाइस ब्रेक टाइम भयो अनि हामी खाना आएको कुपन लिएर आयौँ। कुपन आन्टीलाई दिइसक्यौँ। सबै हाम्रो क्लासका मात्र छन्। गाइस हाम्रो खाना आइसक्यो। कस्तो छ साथीहरू खाना? हजुर हामीले सर्टकट सिक्यौँ। भोलि हामीले के सुचारिङ सिक्यौँ रे? राउन्ड बडीमा कैन सी डट छ हैन हो यस्तो खालको डट हुन्छ तर कटिङ बडीमा डट हुँदैन त्यसमा चाहिँ ट्रायंगल हुन्छ अनि त्यो ट्रायंगल भएको कुरा चाहिँ युज गर्नु भएन है त त्यसमा पनि हामीले विचार गर्नुपर्छ अदरवाइज इफ मेजरली हेर्दै तिमीलाई धेरै डिटेलमा जानुभन्दा कसरी सुरु गर्ने भन्छ हैन वी हेभ लेयर्स भन्छ एक्चुअली अबे मम्मी जति आजको यस बेसिक सर्जिकल स्किल ट्रेनिङको अन्तिम सत्र समापन समारोहमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आजको दिनभरि हामीले सैद्धान्तिक व्यवहारिक ज्ञान सिक्यौँ। अनुभवी सर्जरी, Department of Obstetrics and Gynecology and Department of Orthopedics for organizing this basic surgical skill course. This initiative reflects the department's strong initiative. प्रमाणपत्र ग्रहण गरिदिनुको लागि आदरणीय उपकुलपति डाक्टर डबलबहादुर धामी सर, डाक्टर निर्मल थापा सर, डिपार्टमेन्ट निर्मल थापा सर, कविता म्याम सम्पूर्णलाई अगाडि आई प्रमाणपत्र वितरण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। समीक्षा गौडेल, now she is going to take the appreciation letter. स्मृति श्रेष्ठ, सुदीप विष्ट, शुभम तामाङ। तपाईं के भन्न चाहनुहुन्छ? Thank you for mentioning me as a blogger and thank you for this session. I learned so much today. Thank you. हाम्रो डिन सर, कविता म्याम लगायत पार्टिसिपेन्ट सम्पूर्ण भाइ बहिनीहरूलाई मेरो सादर नमस्कार र आशीर्वाद छ। भाइ बहिनीहरूलाई तपाईहरुले चाहिँ आज मलाई लाग्छ हामी चाहिँ इन्टर्नशिपमा सिक्थ्यौं। इन्टर्नशिप सकेपछि पनि सिक्थ्यौं तर तपाईहरु थर्ड इयरमै यो फाइनली फोटो सेसन थियो। अब यतिकै जाने होला। ल